नक्सा पास नगरी घर बनाउँदा के कस्ता समस्याहरू आउन सक्छन् त? अब जग्गा आफ्नै हो, घर आफ्नै हो, किन्ने पैसा आफ्नै हो, घर बनाउने पैसा आफ्नै हो भनेर धेरैले, अब काठमाडौँमा त सबैले नक्सा पास गर्नुहुन्छ हैन, तर विभिन्न ठाउँमा के जस्तै पाल्पाको भित्री गाउँहरूमा होला हैन, दाङको भित्री गाउँहरूमा होला, उता गुल्मीतिर होला, उता बागलुङतिर होला हैन, त्यसै गरी थुप्रै ठाउँमा के भित्री ठाउँमा चाहिँ धेरैले चाहिँ नक्सा पास नगरी घर बनाउने गर्नुहुन्छ। यसले गर्दाखेरि चाहिँ तपाईलाई भविष्यमा चाहिँ कानुनी र आर्थिक समस्या दुवै नै आउन सक्छ। अब के कस्ता समस्या आउँछन् त? नम्बर 1 कानुनी कारबाही हुन सक्छ। तपाईले कुनै पनि खालको स्वीकृति चाहिँ स्थानीय तहबाट लिनु भएन भने चाहिँ तपाईको संरचनालाई चाहिँ जुन कुनै समयमा पनि नगरपालिकाले अथवा तपाईको गाउँपालिकाले चाहिँ भत्काइदिन सक्छ। पहिला त हामीले अभिलेखीकरण पनि गर्न सक्थ्यौ, तर अहिले अभिलेखीकरण चाहिँ भर्खरै नै हटिसकेको छ धेरै वडाहरूबाट, र यस्तै विशेष गरी थुप्रै वडाहरूमा चाहिँ तपाईले मापदण्ड पूरा गरेर घर बनाए पनि तर तपाईहरुको नक्सा पास नगरी घर बनाउनु भएको छ भने चाहिँ अभिलेखीकरण हट्ने कुरा छ। दोस्रो नम्बर हो घर बेच्ने वा ऋण लिने चाहिँ समस्या बन्न सक्छ। नक्सा पास नभएको घरलाई चाहिँ तपाईको बैंकले पनि होम लोन दिदैन, त्यसैगरी तपाईलाई बेच्न र किन्न पनि समस्या हुन्छ। अहिले कुनै पनि व्यक्तिले तपाईको घरको नक्सा नहेरिकन कसैले पनि घर बनाउँदैन। भित्र कस्तो खालको मटेरियल युज भएको छ, के कस्ता स्पेसिफिकेसन युज भएको छ, बीमको साइज कति छ, कलमको साइज कति छ, सबै स्ट्रक्चरल एनालाइसिस गरेर रिपोर्ट निकालिएको छ कि छैन, यी कुरा सबै कुरा हेरेर मात्र घर किन्ने चलन छ। तेस्रो नम्बर भनेको संरचनात्मक एकदमै जोखिम हुन सक्छ। तपाईले अब नगरपालिकामा गएर घर बनाउँदाखेरि त्यसको 2D 3D गर्नुहुन्छ, त्यसपछि त्यसमा स्ट्रक्चरल एनालाइसिस गर्नुहुन्छ, बीम कत्रो लाग्छ, कलम कति लाग्छ हैन, कस्तो खालको डन्डी युज हुन्छ भन्ने कुरा सबै कुरा क्याल्कुलेसनले बल्ल देखाउँछ। तर तपाईले अब कुनै पनि खालको नक्सा पास नगरी गराउँदाखेरि त आफ्नो आँखाको हिसाबले गराउनुहुन्छ, कति डन्डी राख्ने कति डन्डी नराख्ने हैन, त्यसको कारणले पनि तपाईको स्ट्रक्चरल एकदमै डिफेक्ट हुन सक्छ तपाईको घरमा, जसले गर्दा तपाईको घर बलियो नहुन सक्छ। 4 नम्बरमा छ सेवा सुविधा। तपाईले नक्सा पास नगरी घर बनाउँदाखेरि तपाईको नगरपालिकाले गाउँपालिकाले तपाईलाई कुनै पनि खालको बिजुली पानी लगायत तिरो तिर्ने जस्ता थुप्रै कुराहरूबाट चाहिँ वञ्चित गर्न सक्छ। यस्ता खालका सुविधा पाउनको लागि पनि तपाईले नक्सा पास गरेर बल्ल घर बनाउनु पर्ने हुन्छ। र 5औं नम्बरमा छ घर सम्पन्न प्रमाणपत्र। तपाईले घर नक्सा पास नगरी तपाईले सम्पन्न गर्नुभयो भने तपाईले कहिले पनि लेखेर राख्नुस्, जीवनभरि नै सम्पन्न प्रमाणपत्र पाउँदै पाउनुहुन्न। सुरुको 1 लाखको लोभले नक्सा पास नगरी तपाईले घर बनाउँदा यस्ता समस्या झेल्नु पर्छ। त्यही भएर नक्सा पास गरेर मात्र घर बनाउनु होला।